हेलो गुड मर्निङ सबैजना शुभ बिहानी। म चाहिँ उठेर यहाँनिर पदिना र पानी खाइरहेको छु। गुफा पोखरी गएको भिडियो सबैजनाले हेरिदिनु भयो होला। म चाहिँ डेली भ्लग बनाउन गइरहेको छु अब आजदेखि। अब हेरौँ म दिनमा के गर्छु भने तपाईहरुलाई म देखाउने कोसिस गर्छु। ल जैस। हेलो मम्मी गुड मर्निङ। गुड मर्निङ गुड मर्निङ। कस्तो गुडाइ खान सक्नुभएको भिडियो गर्दाखेरि। मम्मी चाहिँ एकदम सरसफाइमा व्यस्त हुनुहुन्छ बिहानै। म चाहिँ पानी खाँदैछु। मैले चाहिँ खाजा पनि खाएँ, चिया पनि खाएँ, पानी पनि खाएँ, देखिहाल्नु भयो। अब म चाहिँ काम छ मेरो चाहिँ थोरै। म अब पर जाँदैछु कामको लागि। म चाहिँ त्यो परको घरमा जानुपर्ने हो धान लिनलाई, चामल लिनलाई। यो घरमा जानुपर्ने हो। म चाहिँ यो घरमा जानुपर्ने हो। हाम्रो घरदेखि अलिक थोरै मासतिर चौतारी छ। गाउँघर हेर्नु त कस्तो राम्रो छ। खेतमा मकै उम्रिरहेछ। यता उदो हरियो गहुँ, जौँ, आलु। यो चाहिँ अब धानको लागि ब्याड भन्छ हाम्रोतिर चाहिँ। ब्याडको लागि एकदम तयारी हुँदैछ यो खेत चाहिँ। यहाँनिर पानी लाउने, बिउ राख्नुभन्दा 1 महिना अगाडि नै जोत्ने, अनि पानी लाउने, आली लगाउने, अनि धानलाई चाहिँ हामी गोबरमा भिजाउने अनि छोप्ने। अनि त्यो 4-5 दिन पछाडि उम्रिन्छ त्यो धान। अनि त्यो उम्रेको धानलाई चाहिँ यहाँ बनाउने, फेरि जोत्ने अनि फान्दिने। अनि त्यो चाहिँ पछि खेतमा रोप्ने उम्रिसकेपछि। होइन 55 किलो जस्तो लागिरहेको थियो। कति किलोको भयो त चामल धान त पर्ने हो। ठुलो चामल चाहिँ अलिक पर्छ नि धान क्या। कुट्न पनि धेरै सजिलो क्या। अरू हेर्दा कुट्न नि सजिलो हुन्छ, धेरै सजिलो नि। जाम हुँदैन नि त। सरङ रङ 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 खान्छ त्यो टुँडाले जाम खान्छ। अब यो चाहिँ धान 2 रुपियाँ किलो, अर्को 3 रुपियाँ भनिदिएको अन्तरै 1 रुपियाँ किलो कुट्दा हुन्छ भन्छ। लु लैजा मिल कुटिदियो भनिदिएको, त्यत्तिकै जिस्किदिएको नि त्यसलाई। यो चाहिँ मिल हो हाम्रो, ठुलो भाइहरूको मिल हो। यहाँ आउँछौँ हामी चाहिँ धान कुट्न, मकै कुट्न, पिठो कुट्न। 55 किलो हो। यहाँ पिठो पनि कुट्नुहुन्छ। 38 किलो भनेपछि 55। अरू 52 किलोको 36 केजी हुन्छ। म चाहिँ यहाँ आएर दुध खाँदैछु। ठुलोले दुध तताएर दिँदै हुनुहुन्छ मलाई। भैँसीको दुध खानुपर्छ गाइज, गाउँमा सुरुप पारेर। मिठो मिठो मिठो, धेरै मिठो। ल मैले चाहिँ दुध पनि खाइसकेँ, ठुलोले तताएर दिनुभयो। अब दुध सुध खायो, अब दह्रो भयो। अब भारी बोकेर म चाहिँ घर जान्छु। ल म चाहिँ घर आइपुगेको चामल लिएर। अब म चाहिँ खानासाना खान्छु र लुगा धुन्छु। अब तपाईँहरूलाई म एकैचोटि अहिले लुगा धोएको मात्रै देखाउँछु भिडियो। अहिले चाहिँ अब म खानासाना खान्छु। लुगा पनि धोइसक्यो। अब लुगा धुँदा धुँदै भोक लाग्यो। अब म चाहिँ खाजा बनाएर खान्छु। आज मम्मी पनि हुनुहुन्न, मम्मी पनि यता माथि मिटिङ छ र मम्मी मिटिङमा जानुभएको छ। अब म खाजा बनाउँछु। ल हेरिदिनु होला है मैले खाजा बनाएको पनि।
ल म चाहिँ खाजामा अब प्योर लोकल कुखुराको अन्डा र बिहानको माम अब यसलाई फ्राई गरेर म फ्राई राइस बनाउन आँटेको मेरो लागि चाहिँ मम्मीको लागि चाहिँ म यहाँ इस्कुसको जरा छ इस्कुसको जरा बसालिदिन्छु मम्मीको लागि म चाहिँ अब फ्राई राइस बनाउँछु ल प्यान तातिँदै गर्छु म चाहिँ काटेर बसालिदिन्छु एकदम प्योर लोकल सोली राइस अर्ग्यानिक गर्नु थालेको त्यसो मलाई फ्राई गरेर फ्राई राइस बनाउँछु एक फ्राई राइस बुहारी हो कि क्या भनेर कसरी गर्नु त्यो त्यहाँ आउँछ कि खेर आइल म एकछिन टाढा पुगेर आउनु पर्यो भनेर ल भाइ पनि आउँछ न ल भाइ बहिनी नै अब त आउने बेला उनीहरूलाई बहिनीलाई त
पैसा मात्रै पठाइरहेको छु भरे म आउँछु भनेर उहाँ रुँगेर बसेको थियो रिसाले मरिरहेछ बुइन त बसी पो रहेछ त आउनुहुन्छ बासिलाएर काँडाउँछ बहिनी र म चाहिँ खाना आँटेको बहिनी पनि आइसिन एक्जाम दिएर ठिक्क सानी बहिनी सानी बहिनी चाहिँ अब खाजा खान्छौँ ल अब उयो लिएर आऊ न मख लिएर आऊ त कफी पनि खानुपर्छ अब हामी गोल्ड कफी पनि खान्छौँ हामी अब दुईटा लिएर आऊ ल ल थ्याङ्क यू बसाइ त ए पिरामा टेक्छु होला के हो त्यो चाहिँ यो पानी हो खाऊ माम रोटी गएको कस्तो छ माम मिठो मिठो छ अहिले त रहन कस्तो छ अरे माम मिठो कस्तो छ अरे ल हामीले चाहिँ खाजा खाइसक्यौँ अब यो भाँडासाँडा मोल्नु पर्ने छ अब बहिनी कस्तो भयो खाजा मिठो मिठो भयो चिया कस्तो छ मिठो गुलियो छैन गुलियो ल अहिले चाहिँ साँझको 6:30 भएको छ म चाहिँ दुध लिन जाँदैछु मेरो लास्ट काम भनेको आजको अब दुध लिएर आउने खाना खाने सुत्ने म चाहिँ यो घरमा दुध लिन जान्छु मेरो चाहिँ यो बेलुका जहिलेको ड्युटी हो अनि अब दुध ल्याउने अनि घर जाने दुध लिने अनि घर जाने यति भन्दै म आजको डेली ब्लग यतिमै समाप्त गर्न चाहन्छु सबैजना शुभरात्रि गुड नाइट